गुड मर्निङ सबैजनालाई र हजुरहरूको लागि फेरि एउटा नयाँ भिडियो बनाउँदैछु हो। र आजको भिडियोकोमा चाहिँ म चाहिँ एकदम जङ्गल तामा र च्याउ खोज्दै हिँडेको हो साथीहरू। र आज अब के हुन्छ, पाउँछ पाउँदैन हो। अब हेरौँ, यदि पाएछु भने त हजुरहरूलाई म देखाउँछु तामा ल्याएको, च्याउ पाएँ भने च्याउ ल्याएको हो। र अहिले चाहिँ फिलहाल हेर्नुहोस्, मेरो हातमा हतियार छ, एउटा खन्ती छ च्याउ खन्नु पाएँ भने, र भित्र चाहिँ एउटा सिक्कल र पाएछ भने झोलामा हालेर ल्याउने। ल हेर्दै गर्नुहोस् होला साथीहरू, तपाईँहरूको लागि एउटा फेरि ल्याएको छु भिडियो। आजको वेदर चाहिँ हेर्नुहोस्, एकदम भन्दा नि एकदम दामी। पर देख्दै गरेको चाहिँ तपाईँहरूको तिनधारे हो। म रोटै रोड गयो हुँदैछ हो। अब रोटै रोड जाँदैछु अहिले चाहिँ। पहिला चाहिँ यो रोड साइडको बाँसको झ्याङ हेर्ने हो। अब यदि छ भने, बाटोमै छ भने चाहिँ बाटोबाट पायो, अब नभए चाहिँ फेरि भित्रभित्र पस्नु पऱ्यो। यताबाट यता चाहिँ नर्बुङ हो तपाईँहरूको। एकदम दामी नजारा छ आज। आजको त्यस्तो मजा पानी बिहान आएर होला सायद, खोइ र पनि गरमै छ पानी आएर पनि। घरि त छ साथीहरू, तर तामा चाहिँ रहेन रहेछ। तामा खोजाइ हुँदैछ। बाँसको झ्याङ त छ, तर तामा रहेन रहेछ। योपालि नभइरहेछ तामा त्यस्तो यहाँनिर। अब त तामाको भण्डार हो नि यहाँ पनि। अलि साथीहरू हो, हत्तु भयो तामा खोज्दा, तर तामा चाहिँ लिएर आएँ है। च्याउ चाहिँ पाइनँ, तामा चाहिँ लिएर आयो। तर तामाको साथमा झोला लगेको थियो, त्यो बिहान लगेको झोला त्यो नै हरायो हो। र अब यसको चाहिँ प्याजी खान्छु, बिरेला हराएको चाहिँ प्याजी खाने। आज सब्जी चाहिँ भयो अलिअलि भनी घरमा हो। र साथीहरू ल, हजुरहरूको लागि अब यति नै हो मेरो भिडियो। हजुरहरूलाई कस्तो लाग्यो अब जङ्गल गएर? अथु भयो। ल हुन्छ, थ्याङ्क यू, धन्यवाद। सबैलाई मन पऱ्यो भने एक लाइक चाहिँ एकदम गर्नुहोस् होला।